जय मसिह सम्पूर्ण मण्डली परिवारहरूमा म रिबेका श्रेष्ठको तर्फबाट हामी डाँडाको प्रार्थनाको लागि हामी गलगथा चर्चबाट हामी गएका थियौँ। हामी गोदावरी पुगी पनि सकेका छौँ। हामी धेरैजना थियौँ, हाम्रो दाजुभाइ दिदीबहिनीहरू, हाम्रो आमा बुवाहरू, हामी सबैजना गइसकेका थियौँ। हामी सबैजनालाई भेटि पनि सकेका थियौँ। सो हामी यहाँबाट चाहिँ काठको पुल तरेर जानुपर्ने रहेछ। सो एकदमै राम्रो लाग्यो मलाई चाहिँ यहाँबाट। हामी जुन गाउँमा पनि हुन्छ यस्तो पुलहरू, अनि सो एकदमै राम्रो लाग्यो, मन पर्यो। हामी चाहिँ जाँदैछौँ। हामी हाम्रो अझै ग्रुपमा भएको साथीहरूलाई हामी अझै पनि भेटिरहेका छैनौँ। हामी भेट्ने तर्खरमा छौँ। हामी सो भेट्छौँ पनि। हामी सो गइसकेका छौँ। हामी हाम्रो यहाँ नानीहरू चाहिँ हाम्रो साथीहरूलाई हामीले पर्खेको कारणले गर्दाखेरि साथीहरू हाम्रो नानीहरू चाहिँ त्यहाँनिर गएर खेल्दै हुनुहुन्छ। वाउ, सो ब्युटिफुल। एउटा परमेश्वरले दिनुभएको यो प्रकृति चाहिँ साह्रै नै राम्रो छ। अनि हाम्रो नानीहरू चाहिँ पानीमा गएर खेल्दै हुनुहुन्छ। एउटा बालापनको उमेर चाहिँ साँच्चै नै राम्रो हुन्छ। अनि सो हामी अझै पनि हामी माथि गएर प्रार्थना गर्ने भएको कारणले गर्दाखेरि हामी अझै पनि हिँड्दै जाँदैछौँ है। हामी प्रार्थना गर्नको लागि एउटा प्रार्थना भनेको चाहिँ के हो भन्दाखेरि एउटा परमेश्वरसँग बातचित गर्नु हो। परमेश्वरलाई चाहिँ धन्यवाद भएको छ, हामी त्यो ठाउँमा पुगिसकेका छौँ। हामी प्रार्थनाहरू गर्नुको लागि तपाईँहरूले देख्न सक्नुहुन्छ। वाउ, सो ब्युटिफुल है, कस्तो राम्रो फ्लावर रहेछ। सो हामीले आराधना गर्नको लागि हामी तयारी भइसकेका छौँ। त्यहाँ गएर हामीले परमेश्वरलाई एउटा बातचित गर्ने एउटा छुट्टै खालको हामी आराधना गर्नको लागि हामी तयार भइसकेका छौँ। तपाईँहरूले देख्नुहुन्छ यहाँको दृश्यहरूलाई। हामी सङ्गति सकिसके पछाडि चाहिँ हामीले ग्रुपमा फोटोहरू क्लिक गऱ्यौँ। अनि फोटोहरू क्लिक गरिसके पछाडि चाहिँ हामी खाजा खाने तर्खरमा गयौँ। हामीले खाजाहरू हामी सबैजनाले ल्याएको थियौँ। सो एकदमै मिठो थियो त्यहाँको खाजाहरू, एकदमै मलाई चाहिँ जोस मिठो लाग्यो। सो हामी धेरैजना थियौँ त्यो ठाउँमा। हामी एउटा परमेश्वरको आराधना गर्नको लागि हामी गएका थियौँ। अनि सो राम्रो भयो। हामीले खाजाहरू खाँदैछौँ, सो मिठो थियो। अनि हामी खाजाहरू खाइसके पछाडि हामीले प्रार्थना गरेर हामी त्यहाँबाट छुट्यौँ। सो एकदमै ब्लेसिङ आशीषित भएको थियो। परमेश्वरलाई धन्यवाद भएको होस्। अनि यो चाहिँ केही फोटोहरू खाजाहरू खाँदै गरेको केही हामीले फोटोहरू पनि लिएका थियौँ। सो तपाईँहरूले देख्न सक्नुहुन्छ। अनि हामी फोटोहरू हामी प्रार्थनाहरू सकिसके पछाडि हामी गयौँ हाम्रो ग्रुपमा हाम्रो साथीहरूसँग फोटोहरू खिच्यौँ। सो एकदमै रमाइलो भएको थियो त्यो ठाउँमा चाहिँ। परमेश्वरले आशिष दिनुभएको होस्। हामीले सबै साथीहरूसँग फोटोहरू क्लिक गऱ्यौँ, रमायौँ, घुम्यौँ। जुन एउटा छुट्टै खालको समय थियो जुन परमेश्वरले हाम्रो निम्ति दिनुभएको थियो। हाम्रो त्यहाँ दाजुभाइ दिदीबहिनीहरू हामीले सबैसँग हामी रमायौँ। एकदमै राम्रो आशीषित भएको थियो। हाम्रो गोदावरी डाँडाको प्रार्थना चाहिँ एकदमै राम्रो थियो साथीहरू। सो परमेश्वरलाई नै धन्यवाद भएको होस्। हामीलाई यो समय परमेश्वरले दिनुभएको लागि परमेश्वरलाई धन्यवाद भएको होस्। परमेश्वरको महिमाको लागि हामी त्यस ठाउँमा गएका थियौँ। सो एकदमै आशीषित भयो। तपाईँहरूले प्रार्थनाहरू पनि गरिदिइराख्नु भएको थियो। परमेश्वरलाई धन्यवाद भएको होस्। हाम्रो पनि समय मिल्यो, हामी गयौँ। अनि सो घुम्यौँ, रमाइलो भयो।